गाडी छ। चियाबारीमा चिया उखाल्दै हुनुहुन्छ। हामी चाहिँ अहिले कन्याममा छौँ। चिसो चिसो हावा अनि तातो तातो घाम, कस्तो राम्रो। नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई पुनमको परिवारमा। म पुनम भट्टराई। अहिले चाहिँ म छु साथीहरू कहाँ छु भने चाहिँ आज चाहिँ म कन्याममा छु। विराटनगरको गर्मी छल्नलाई हामी चाहिँ बुढाबुढी यसो कन्यामतिर श्रीअन्तुतिर घुम्न जाउँ भनेर आएर फाइनली हामी यहाँ आइपुग्यौँ न। होटलमा आएर यहाँ लडेँ 5-6 घन्टाको यात्रापछि चाहिँ कहिले ओछ्यान भेट्यौँ न गुत्रुक्क लड्नु जस्तै भइरहेको थियो। भने मौसम चाहिँ हल्का हल्का घाम पनि छ, चिसो चिसो पनि छ, यस्तो राम्रो मौसम छ। अनि अब चाहिँ एकछिन आराम गर्ने अनि त्यसपछि चाहिँ हामी घुम्न निक्लिन्छौँ साथीहरू र हजुरहरूलाई पनि म घुमाउँछु सँगसँगै। अहिले चाहिँ म थाकेँ जस्तो भयो नि त, अनि आराम गरेको र भिडियो पनि बनाइहालौँ भनेर। अनि हामी बसेको होटल चाहिँ हो यो, राम्रो रहेछ। अब खानाहरू चाहिँ कस्तो छ त म हजुरहरूलाई भन्छु। यो चाहिँ हाम्रो होटलबाट देखिने भ्यू, कन्याम होटलको। पानी पर्छ कि क्या, गड्याङ गरिरहेछ त। घोडा चढेको साथीहरू सातो पुत्लो उडो मेरो त झन्डै लड्यो भने म त। यहाँ तामाङ दाइसले मजाले घुमाइदिनु भयो। घुमाउन चाहिँ हट कस्तो डर लाग्यो, खुट्टा लगलग भइरहेको छ मेरो दाइस। अनि यहाँ चाहिँ ड्रेसहरू लाउने छ होइन। अनि 150 तिरेपछि चाहिँ सबै ड्रेसहरू पाउनुहुन्छ। यो चाहिँ अब बेलुका 5 बज्न लागेको छ। रमाइलो ठाउँ रहेछ जोस्, मलाई चाहिँ एकदमै मन पर्यो। हामी चाहिँ अहिले श्रीअन्तुमा छौँ। श्रीअन्तुको भ्यू। अनि मैले चाहिँ त्यो रातो रातो टिनवाला देख्थेँ नि त घर भरे यिनीहरू रहेछन्, तर रमाइलो। यो चाहिँ पोखरी छ। यो चाहिँ श्रीअन्तु डाँडा माथि। अनि मेरो बुढा चाहिँ त फोटो खिचिदिँदै होइसिन्छ। अनि यहाँ चाहिँ म पोखरीहरूको लिँदैछु। चटपटे खान मन लागेर चटपटे खाना लागेको। चलो हेलो, यो चाहिँ नाइट भ्यू हो हामी बसेको होटलको। अनि हाम्रो कोठा चाहिँ उतापट्टिको बिल्डिङमा छ। यहाँ चाहिँ म तल घुमिरहेको छु, चिसो चिसो छ। अनि अहिले हामी चाहिँ उता श्रीअन्तुतिर घुमेर आयौँ। तर श्रीअन्तु भन्दा चाहिँ मलाई चाहिँ कन्याम नै मन पर्यो। आफ्नो आफ्नो गाना बजिरहेको छ क्या, धेरै भिडियो लिने। त्यो चाहिँ हामी बसेको होटेल। यहाँ भाइ चाहिँ घोडामा आउँदै हुनुहुन्छ।
टक 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 घोडा। अनि हाम्रो होटलबाट देखिने नाइट भ्यू हो यो चाहिँ। ग्रीन कार्पेट होटल हामी बसेको होटल चाहिँ हो यो। दिउँसो चाहिँ यता चाहिँ साइडमा सबै चियाबारी छ। यो चाहिँ हाम्रो होटल हो। गाना बजिराखेको छ। हाम्रो होटलको भ्यू अनि ऊ त्यहाँ चाहिँ नि चिकन सेक्वा पाक्दैछ अनि म खाने हो। गुड मर्निङ कन्नम। अहिले चाहिँ हामी कन्नमको होटलमा छौँ अनि यो चाहिँ मेरो होटलबाट देखिने बाहिरको भ्यू हो। कस्तो राम्रो मर्निङको भ्यू। वाह, हरियो परियो, चिसो चिसो। तपाईहरु पनि आउनु होला घुम्नलाई। मलाई चाहिँ कन्याम चाहिँ साह्रै नै मन पर्यो साथीहरु। यो चाहिँ हाम्रो होटलको भ्यू हो। आवाज चाहिँ पुरा बसेको छ चिसोले। अनि यहाँ होटलबाट चाहिँ यो लेखेको पनि देखिने रहेछ। यो कन्याम लेखेको छ नि, कस्तो राम्रो। दिउँसो त्यति भिड। अनि तल चियाबारी छ। हाम्रो होटलको नाम छ। अनि यता चाहिँ छ, ओ माई गॉड, वाट अ भ्यू भन्छ त्यस्तै भइरहेछ। राम्रो फुलै फुल छ। यो राम्रो रहेछ यो ग्रीन कार्पेट होटल भनेको चाहिँ। मलाई चाहिँ राम्रो लाग्यो नि, खाना पनि मिठो।